नमस्ते सबैजनालाई। म प्रकाश सुवेदी। आराम हुनुहुन्छ होला सबैजना। म पनि आरामै छु। प्रकाश भ्लग युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु यहाँहरू सबैजनालाई। साथै आजको नयाँ भिडियोमा पनि हार्दिक स्वागत गर्न चाहन्छु। प्रकाश भ्लग युट्युब च्यानल हेरेर लाइक, सेयर, सब्सक्राइब र कमेन्टहरू गरिदिनु होला साथीहरू। आजको भिडियोमा मैले हजुरहरूलाई यो तनहुँको मेहदी गाउँपालिकामा रहेको अकलादेवी मन्दिरदेखि पोखरासम्मको यात्रा रमाइलो यात्रा गराउनेछु। हेरेर अन्तिमसम्म हेरिदिनु होला भिडियो भन्दै अगाडि बढिरहेको छु। म यहाँबाट अगाडि बढेर तोरतोरीबाट पनि अगाडि बढिसकेको छु साथीहरू। देख्न सक्नुहुन्छ हजुरहरूले। बाटो एकदम सहज तरिकाले यात्रा गर्न सकिन्छ साथीहरू। बिचबिचमा थोरै केही भागहरूमा पिच नभएको बाटो छ, त्यसले थोरै असहज पारिरहेको हुन्छ साथीहरू। नत्र अरू ठाउँमा एकदमै सहज तरिकाले यात्रा गर्न सकिन्छ। अहिले म ठ्याक्कै यो तनहुँको खैरेनी भन्दा अलि यतापट्टि रहेको छु साथीहरू। देख्न सक्नुहुन्छ हजुरहरूले। अगाडि गइसकेपछि एउटा पुल आउनेछ। त्यो पुल तरेपछि हामी खैरेनी आउनेछौँ। जुन पुलमा हामी आइसकेका छौँ साथीहरू, देख्न सक्नुहुन्छ। यो पुल तरेपछि हामी खैरेनी प्रवेश गर्नेछौँ। त्यहाँबाट दोलीगाउँडा, बेलचौतरा हुँदै गगनगाउँडा, कोत्रे हुँदै हामी पोखरासम्मको यात्रा रहनेछ। अहिले हामी ठ्याक्कै खैरेनी बजारमा रहेका छौँ। देख्न सक्नुहुन्छ हजुरहरूले खैरेनी बजारको एरिया वरिपरि। यो ठाउँ भनेको हिमात जाने चोक रहेको छ साथीहरू। यहाँबाट देब्रेतर्फ गइयो भने हिमाततर्फ गइन्छ। ओके साथीहरू, म अहिले ठ्याक्कै यो बेलचौतारा भन्ने ठाउँमा आएको छु। बेलचौतारा बजार रहेको छ यो। यहाँ पनि बाटो निर्माणकै क्रममा रहेको छ साथीहरू। देख्न सक्नुहुन्छ हजुरहरूले। यात्रा एकदमै रमाइलो भइरहेको छ साथीहरू। यात्रा अवधिभर भिडियो हेरेर साथ दिनुहोला। म अहिले दोलीगाउँडा बजार आइसकेको छु साथीहरू। देख्न सक्नुहुन्छ हजुरहरूले। दोलीगाउँडा बजार रहेको छ। यहाँभन्दा थोरै अगाडिबाट यता ढोलबाराई मन्दिर पनि जान सकिन्छ। दोलीगाउँडा बजार पनि हामीले लगभग पार गरिसकेका छौँ साथीहरू। देख्न सक्नुहुन्छ हजुरहरूले। हामी कोत्रेतर्फ गगनगाउँडातर्फ लागिरहेका छौँ साथीहरू। पोखरा मुगलिन सडक खण्ड निर्माणकै क्रममा भए तापनि लगभग बाटो निर्माण सम्पन्न हुन लागिसकेको हुनाले यात्राका लागि एकदमै सहज बाटो रहेको छ। यो बाटो भएर धेरैजनाले धेरै ठाउँमा यात्रा गर्नुहुन्छ। अहिले म कोत्रे एरियामै छु। निरन्तर अगाडि यात्रा बढाइरहेको छु साथीहरू। देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँ पनि बाटो निर्माणकै क्रममा रहेको छ साथीहरू।
केही अगाडि गएपछि कोत्रेको पुल आउँछ। त्यसपछि हामी तनहुँलाई छोडेर कास्कीमा प्रवेश गर्नेछौँ। हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ साथीहरू, देख्न सक्नुहुन्छ हजुरहरूले। बाटोमा धुलो धुवाँ त रहेको नै छ साथीहरू। कोत्रेको पुलमा यात्रा गरिरहेका छौँ साथीहरू, देख्न सक्नुहुन्छ हजुरहरूले। त्यहाँबाट कटेर हामी अगाडि बढिरहेका छौँ साथीहरू। हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ साथीहरू, देख्न सक्नुहुन्छ। हामी अहिले तनहुँ जिल्लालाई बाई बाई गरेर कास्की जिल्लालाई वेलकम गरिरहेका छौँ साथीहरू, देख्न सक्नुहुन्छ। यहाँ हजुरहरूले यो सिमाना क्षेत्र रहेको छ साथीहरू। यहाँबाट अगाडि बढिसकेपछि लामेआल एरियामा हामी पुग्नेछौँ। लामेआल एरियाबाट हामी माथि गइसकेपछि गगनगौँडा एरियामा पुग्छौँ। अहिले म ट्याक्कै लामेआल एरियामा रहेको छु साथीहरू, देख्न सक्नुहुन्छ हजुरहरूले। यो एरियालाई लामेआल एरिया बोल्दछ। यहाँबाट माथि गइसकेपछि गगनगौँडा बजार आउनेछ, देख्न सक्नुहुन्छ हजुरहरूले। म अहिले ठ्याक्कै गगनगौँडा बजारमा रहेको छु साथीहरू। यहाँबाट अगाडि बढिसकेपछि पावर हाउसमा हुनेछौँ हामी। तल्लो गगनगौँडा एरिया रहेको छ यो। अहिले म माथिल्लो तल्लो गगनगौँडाबाट माथिल्लो गगनगौँडामा गइसकेको छु साथीहरू, देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँबाट माथि गइसकेपछि पावर हाउस आउनेछ। ओके साथीहरू, पावर हाउसबाट म भित्री बाटो यता सिसुवातर्फ आउँदैछु, देख्न सक्नुहुन्छ हजुरहरूले। पिउ निस्किएर पिउ हुँदै कोदी हुँदै सिसुवातर्फ आइरहेको छु साथीहरू, देख्न सक्नुहुन्छ। यो भित्री छोटो बाटो रहेको छ साथीहरू। बाहिर हाइवेको बाटो निर्माणकै क्रममा रहेको हुनाले धुलो धुवाँ रहने हुनाले हामी यताबाट छोटो बाटो अगाडि बढेका छौँ साथीहरू, देख्न सक्नुहुन्छ हजुरहरूले। अगाडि गइसकेपछि खोदीबाट सिसासम्मको बाटो पनि निर्माणकै क्रममा रहेको छ साथीहरू। त देख्न सक्नुहुन्छ त्यही बाटो रहेको छ यो। एकदमै बाटो हिलो अनि धुलो धुवाँयुक्त रहेको छ, देख्न सक्नुहुन्छ हजुरहरूले। यस्तो बाटोमा एकदमै सवारी दुर्घटना हुने सम्भावना रहन्छ। म त्यहाँबाट पनि त्यो बाटोबाट पनि म भित्र छिरिसकेको छु साथीहरू। लगभग यता हाम्रो घरतिर सोधिसकेको छु, देख्न सक्नुहुन्छ। म अब शहीद चोक निस्केर शहीद चोकबाट हाम्रो घरतर्फ अगाडि बढ्ने छ साथीहरू। ओके साथीहरू, आजको भिडियो हेरेर यात्रा अवधिभर हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै आजको भिडियोबाट म प्रकाश सुवेदी पनि
बिदा हुन्छु।